नमस्कार सम्पूर्णमा म अनुपा लामिछाने यहाँहरूमाझ आज एउटा कथा लिएर उपस्थित भएको छु। कथा मन परेका खण्डमा सुझाव र प्रतिक्रियासहित सेयर गर्न नभुल्नुहोला। कथाको शीर्षक रहेको छ ममता र काम। हजुर खै हामीले नि दुईवटा बच्चा जन्माकै हो। हामीले त यो विघ्न नाटक चाहिँ मञ्चन गरेनौँ है। कति हो वर्षौँ झुन्ड्याएर हिँड्न सके, कसैको नभएको बच्चा लौ तपाईँकै रहेछ बा। यसो डे केयरतिर राखे भइगयो नि, पैसा तिरे त दिनभरि राखिदिन्छ। ममतातिर हेरेर ओठ लेप्र्याउँदै पुष्पाले भनी। ममताले छोरीका हातमा आफ्ना मार्कर पेन खेल्न दिँदै पुष्पालाई भनी, म्याम हजुरको घरमा बच्चा हेरिदिने केयर गरिदिने हजुरको सासुमुमा हुनुहुन्थ्यो क्या र, त्यसैले त ढुक्क मनले अफिस आउनुहुन्थ्यो। बरु तिनै सासुमुमालाई आफ्ना बच्चा हुर्किएपछि आफूसँग पछि नराखी अन्त लखेट्ने, देखि नसहने, फेरि स्कुलमा आएर नि उहाँकै खन्तोखेदो गर्ने तपाईँ नै होइन र। मेरो त नानी हेरिदिने कोही हुनुहुन्न। यति नाबालकलाई कसरी दिनभरि डे केयर पुर्याउँ? भर्खरै 1.5 वर्षकी हुँदैछ। यति भनिसक्दा अनुहार रिसले निलो कालो बनाउँदै पुष्पा म्याम कक्षातिर हिँडिन्। जागिर खाएर आफ्ना खुट्टामा उभिएपछि मात्र बिहे गर्ने सोच बनाएकी कलेजकी टपर ममताले मावि शिक्षक भएपछि बल्ल बिहे गरेकी थिए। उसमा विषयगत दक्षता पनि राम्रो थियो। पति कमल प्राइभेट अफिसमा काम गर्थे। 2 जना मात्रै हुँदा त तिनलाई सजिलै थियो। तर अब ढिलो गरे बच्चामा समस्या होला भन्ने डरले पनि उनीहरूले पारिवारिक योजना गरे। 2 पटक गर्भ खेर गएपछि बल्ल छोरी सुपु जन्मिएकी थिए। फुक्का 2 मात्रको तिनको जीवनमा अब निकै अप्ठ्यारा पलहरू आउन थाले। छोरी हुर्काउने कसरी? सहरभन्दा पनि गाउँमै रमाउने बुढा भइसकेका बाआमालाई कर गरेर ल्याउन पनि सकेनन्। गाउँको उत्पादन र हावापानीमा रमाउन् बरु सोचेर दाजुभाउजूको साथमै छोडिदिए। कमललाई प्राय फिल्डमा खटिनु पर्ने भएकोले छोरीलाई टाइम दिन उनी पनि भ्याउँदैनथे। सुत्केरी बिदा सकिएपछि छोरीलाई स्कुल जाँदा च्यापेर लानु सिवाय अरू विकल्प ममतासँग पनि थिएन। गर्भावस्थामा पनि निकै सकस बेहोरेकी ममतालाई यिनी त सुत्केरीबाट भर्खर उठेकी अहिले कक्षा कम राखिदिने कि कसैको ध्यान गएन। दिनभरि छोरीलाई झोलामा बोक्यो, दिनभरि उभियो, घाँटी चिरिने गरी करायो। थकाइले चुर भएर कोठामा फर्कँदा खुट्टा भुक्लुक्क सुन्निएका हुन्थे। दिनभरि शिक्षक बढी आमा कम, फेरि कोठामा आएपछि निर्धक्क आमा। बच्चालाई ब्रेकमा कोही विद्यार्थी कहिलेकाहीँ खेलाइदिन्थे पनि। दिनभरि बच्चातिरै ध्यान छ भन्दै कुरा काट्नेहरू पनि हुन्थे। तर ममता आफ्नो कर्तव्यबाट पछि पटक्कै हटेकी थिइन। छोरी सुपुको त्यो अबोध दिव्य आत्माले पनि आमालाई बुझ्थ्यो कि खै ऊ बिरामी बाहेक कुनै दिन पनि खासै दुःख पनि दिन्नथी। छोरी बिरामी हुँदा भने उसको अनिदो निद्रा हुन्थ्यो। त्यस्तो अभरमा बिदा लिँदा बहाना गर्ने काम चोर रहेछ भन्ने उपमा पनि पाउँथे। उसको कुरा काट्ने, निन्दा गर्ने र कमजोर बनाउन खोज्ने भने तिनै महिला सहकर्मी नै बढी हुन्थे। महिला भएर महिलामाथि नै यस्तो व्यवहार गर्ने प्रति ममताको मन कति पोल्थ्यो कति। सबै सहकर्मी त्यस्ता पनि थिएनन्। कोही लिजर टाइम हुँदा छोरीलाई हेरिदिन्थे पनि। आफूलाई कमजोर नसम्झी डटेर ममता सुपुकी असल आमा र कुशल शिक्षकको रूपमा अनवरत बाबु नानीहरूको भविष्यमा रङ भर्दैछ। ऊ अहिले समय अति छिटो बितिदिए छोरी बुझ्ने हुन्थी, छोरी ठुली हुन्थी अनि अलि आरामको समय बिताउन पाउँथे कि भन्ने सोच्दैछे।